गाइस अब जे पर्छ होइन 260 ज्यादा भएको छ वेट। अब जे पर्छ तेलै बन्द गर्नुपर्ने हुन्छ मैले होइन। देख्छ पम्प फेरि हेर पुरै ट्राई गर्नु यसो ट्राई गर्नु। यो चराले चाहिँ आज मेरो हातै हगिदियो नि हेर। Hello beautiful people, good morning, namaskar and welcome to my new vlog. I hope सबैजना आरामै हुनुहुन्छ होला, जति कुशल हुनुहुन्छ होला र म पनि सन्चै छु, आरामै छु। र आज चाहिँ म नडाकोटा आएको छु लोड पिकअप गर्न। म अलरेडी सिपिङ अफिस आइपुगेको छु र चेकिङ नि भइसकेको छ, तर लोड चाहिँ रेडी छैन भन्दैछ। रेडी भएपछि तल आएर भन्छु भनेछ, हेरौँ कतिखेर रेडी हुन्छ थाहा छैन। र यो लोड चाहिँ जाँदैछ टेक्सास र आज चाहिँ फ्राइडे हो र यो लोड चाहिँ मन्डे मात्रै डेलिभर हुन्छ, किनभने भोलि स्याटरडे सन्डे क्लोज हुन्छ र यात्रा पनि अलिक लामै छ। तपाईँको 1950 माइलेज छ टोटल लोडेड माइलेज र एम्टी माइलेज भनेको चाहिँ म जुन ठाउँबाट खाली आएँ लोड लिन हो त्यसको माइलेज, र यहाँ लोडेड भनेको चाहिँ यहाँबाट लोड भइसकेर जाने ठाउँको माइलेज हो। र टोटल चाहिँ तपाईँको 1950 छ र मैले अलरेडी एम्टी माइलेज कभर गरिसकेको छु। र अब लोडेड चाहिँ तपाईँको एराउन्ड लाइक 1780 माइलेज छ। अहिले चाहिँ एकदम विन्टर टाइममा एकदम चिसो नि बढिरहेको छ, एकदम चिसो छ होइन। अनि तपाईँको एकदम हावाहरू जता पाए त्यता हावाहरू चलिरहेको छ, प्लस हिउँहरू पनि परिरहेको छ होइन। र हिजो पनि म लोड लिएर आउँदाखेरि एकदम हावा चलिरहेको थियो। मलाई लगभग मेरो 4 घन्टाको यात्रा थियो, जुन मेरो हिजोको मेरो 4टा डेलिभर थियो, 4 ठाउँ। मेरो फर्स्ट डेलिभरदेखि एकदम हावा चलिरहेको थियो र झार्दै आउँदाखेरि मेरो थर्ड डेलिभरमा चाहिँ मेरो त्यो लोडको वेट पनि एकदम लाइट थियो। र आज चाहिँ झन् धेरै हावा चलेकोले गर्दा चाहिँ एकदम मलाई गाह्रो भयो। लगभग 4.5 घन्टाको बाटो थियो मेरो त्यहाँदेखिको, थर्ड डेलिभरदेखिको चाहिँ मलाई लगभग 6 घन्टा जति लाग्यो। एकदम हावा चलेर यो मेरो तपाईँको यो स्ट्रिङ कन्ट्रोल गरेकोले पनि यो म चाहिँ लेफ्ट ह्यान्डेड हो होइन, र मेरो प्रायः चाहिँ लेफ्ट ह्यान्ड चाहिँ अलिकति ज्यादा युज हुन्छ होइन स्ट्रिङ चलाउँदा जेमा पनि। र एकदम अब स्ट्रिङहरू कन्ट्रोल गर्दा पनि मेरो लेफ्ट ह्यान्डको तपाईँको ब्याकको यो साइड चाहिँ एकदम पेन भएको थियो क्या, एकदम पेन भएको थियो होइन। अनि मैले बल्ल त्यो लोड पनि झारेँ र गाडीमा फ्युल पनि एकदम कम भएको थियो क्या। अब वार्निङै दिइसकेको थियो होइन। त्यो झारिसकेर आज तपाईँको 14 माइलेज उता जानुपर्ने टिप्नु फ्युल लाउनु, त्यो मुटु पनि थप्पर कामदै गएको नि। अब बाटोमा गाडी स्टप हुन्छ कि भनेर धन्न म त्यहाँ पुगेर तेलहरू लाएर त्यो दिन हिजो नै म यहाँ आएँ। हिजो यहाँ छेउमा ट्रक स्टपमा आएर बसेँ र अहिले चाहिँ आएर लोड पिकअप गर्नु चाहिँ आएको छु। तपाईँको लोड चाहिँ के हो भने बिन्स हो होइन, बिन्स हो लोड चाहिँ। त्यो भएकोले गर्दाखेरि हेभी लोड हुन्छ र प्रब्लम छैन। आज हावा पनि राम्रै छ तर पनि प्रब्लम छैन होइन। ठिकै छ गाइस, आल किप यु अपडेट। अनि आज चाहिँ अबको 3 दिनको यात्रा चाहिँ कसरी बित्छ भने चाहिँ म तपाईँहरूलाई भन्नेछु है त। अलराइट, थ्याङ्क यू सो मच गाइस, सी यू अन द वे। लोड चाहिँ अहिलेसम्म रेडी भएको छैन होइन। अब आज छिटो पुगेर लाएर जिम जाउँला भनेर सोचिरहेको थिएँ। आज घर पुगेला जस्तो छैन। आज अब बाहिरी पनि एकदम चिसो छ। आज चाहिँ गाडीभित्रै एक्सर्साइज गर्नु पर्यो भनेर प्लान गरेँ होइन। अब ठिकै छ, गाडीभित्र एक्सर्साइज गर्छु गाइस होइन। आज म लेग र सोल्डरको गर्नु पर्यो आज चाहिँ होइन। एक्सर्साइज सुरु मात्रै गरेको थिएँ कि गाइस, लोड रेडी भएछ। अब यहाँ
डोरमा लाउनु अरे डोरमा लगाइसकेर फेरि कन्टिन्यू गर्छु म जस्ट वेट है त गाइस गाइस डोरमा लगाइसकेँ होइन मैले गाडी अब फेरि अब कति बेरसम्म लाग्छ होइन सायद छिटै सक्छ होला तर पनि I'll do my best for my workout होइन लोड गर्नु सुरु भयो होइन गाइस तर पनि म एक्सर्साइज त गर्नु छोड्नु भएन जस्ट अहिले मैले वर्कआउट आफ्नो वर्कआउट सक्यो अब चाहिँ सानाक्सिनिके पारेर खाना खाएर लोड पनि गरिसक्नु आँटेछ अब 2 प्यालेट छ अरे होइन गर्नु त्यो गरिसकेर त्यो बाटो लाग्छु घर चाहिँ पुगिन्छ तर आज लेट पुगिन्छ त्यो भएकोले गर्दा गाडीमै वर्कआउट गरेँ भोलि चाहिँ जिमै जान्छु वर्कआउट गरेर मात्रै दिन्छु यो चाहिँ मेरो फोल्डिङवाला बेन्च हो यसले एकदम इजी भएको छ होइन लास्ट टाइमको चाहिँ अलिकति फोल्डिङवाला थिएन पुरा स्पेस ढाकेर साह्रै गाह्रो भएको थियो मलाई होइन यसले चाहिँ एकदम गुड गरेछ बाहिरी निकाल्नु लगाउनुमा पनि साह्रै हेल्प गरेछ होइन सो ह्याप्पी यता यो जान्छ आफ्नो ठाउँमा है त्यो भएपछि त्यसलाई सिममाथि राखिदिउँ अन्त भेको पनि लाग्यो चाहिँ मेरो सलाड हो होइन बाटला चाहिँ त्यो धुनुपर्छ एकदम हावा चलिरहेको छ यार धन्दा रोड चाहिँ अलिक हेभी छ त्यति टेन्सन लागेको छैन होइन सलाड चाहिँ खानुपर्छ होइन चिसो टाइममा खानु चाहिँ नहुने हो खाना खान सुरु गरियो होइन मेरो खुवाइ यस्तो धेरै छ क्या तर पनि जिउ चाहिँ मेन्टेन गरिरहेको छु यसमा चाहिँ होइन धेरै प्रोटिन भएको छ यो मैले यो चिकन ब्रेस्टसँग यो काँडाबुडीसँग पकाएकोले गर्दाखेरि धेरै पोषण देखेको र 1-2 पिस सब्जी मिलेको त्यो लगाइदिएको सालाड छ 2टा डल्ले खोर्सानी छ होइन
त्यो भएकोले गर्दा चाहिँ अलिक धेरै देख्छ होइन, पेट पनि फुल हुन्छ। यसरी खाएर चाहिँ जिउ मेन्टेन गर्छु। म चाहिँ खानै खाएर जिउ मेन्टेन गर्छु त होइन। दिनमा एकचोटि चाहिँ म खाना खान्छु, म सक्दिनँ खाना बिगर होइन, एकदम खाना खाने बानी छ, त्यही भएर हो। लोड भइसक्यो, कम लाएर स्केल गर्नुपर्ने अरे होइन, स्केल गरेर खानासाना खाएर हिँडिन्छ। यहाँको ठाउँ चाहिँ यस्तो छ, लास्ट हिउँ छ, हिउँ घारी छ होइन। कम लाएर स्केल गर्नु भइन्छ। यस्तो आइस छ हेर्नु नि बाटो। यहाँ चाहिँ एकचोटि कहाँसम्म रहेछ हेर्नु। ओके, यो चाहिँ तपाईँको उयो है, बिन्स हो होइन। यस्तो आइस बाटो लास्टै हावा चलिरहेको छ यहाँ। बाटो चाहिँ हेर्नु नि हौ गाइस, यस्तो आइस छ नि हौ। आम्मामामा झन्डै छिप्टेन है, लडिन्छ होला हौ। मैले त बन्द गरेँ, लास्टै चिप्लो बाटो। हावा पनि चलिरहेको छ हेर्नु न। हिउँ परेको बेलामा हावा चलिदियो भने कस्तो अवस्था हुन्छ होला, गाडी चिप्लिँदैन तपाईँको हेर्नु। यहाँबाट चाहिँ घर चाहिँ तपाईँको 500 भन्दा 90 माइलेज छ, 89, 8 घन्टा 11 मिनट देखाएको छ। किनभने नडाको स्पिड लिमिट चाहिँ ओभर छ क्या धेरै, त्यो भएकोले गर्दा यति देखाएको। तर मोर देन होइन, मोर देन चाहिँ 9 आवर लाग्छ तपाईँको। तर पैसा जाँदा लगभग 9 बजीतिर घर पुगिन्छ होला। हेरौँ कतिखेर पुगिन्छ। आफ्नो एस्टिमेट चाहिँ 9 बजी भनेको। वेट गर्ने ठाउँ चाहिँ यहाँ हो होइन, यहाँ चाहिँ हेलो पिपल, मेरो चाहिँ लोड सबै भइसक्यो, खाना नै खाइयो, पेपरहरू सबै बुझाइयो। अब चाहिँ म बाटो लागेको होइन। यहाँ अहिले के एउटा मसला भयो भने अलिकति वेट धेर भयो क्या, ग्रोस 80,000 पाउन्ड पर्ने ग्रोसमा तपाईँको 80,000 100 पाउन्ड ज्यादा भयो। तर मेरो चाहिँ यो ट्रकको फ्युल ट्याङ्क चाहिँ ठुलो छ होइन, रेगुलर फ्युल ट्याङ्क भन्दा अनि फुल ट्याङ्क पनि छ। प्लस मेरो एपियु छ, एपियु पनि एपियुले पनि वेट खान्छ तपाईँको। मेरो जिम गर्ने इक्विपमेन्टहरू पनि छ होइन। त्यो भएकोले गर्दाखेरि अलिकति 60-80 पाउन्ड ज्यादा भयो, ठिकै छ। अब फ्युल बन्द गर्नुपर्ने छ मैले, अनि नेक्स्ट टाइम फ्युल लाउँदा चाहिँ होसियार हुनुपर्ने छ कि कतिसम्म लाउँदा ठिक हुन्छ भनेर। अहिले चाहिँ म लागेँ गाइस होइन। अब मेरो यात्रा सुरु भयो। बाटो चाहिँ अब अलिकति हावाहरू राम्रै छ होइन, ठिकै छ। सी अन द वे गाइस। बाटो चाहिँ यस्तो छ होइन, यो चाहिँ हिवेस राउट हो। अलिक पर म अब कति माइलेज त हिवेस राउटै कुद्नुपर्छ म होइन। 166 माइल्समा वेट स्टेसन देखाइरहेको छ। अब हेरौँ कहाँसम्म ट्रक स्टपमा गएर वेट स्टेसन चाहिँ गर्नुपर्छ हो। बाटो लाग्यो। बाटो चाहिँ यस्तो छ है, हिउँ सेतै छ गाई, सेतै छ। दामी सनसाइन देखिरहेको छ। ओहो हेलो, अब चाहिँ म हाइवे छिर्न लागेको। यहाँ पर ट्रक स्टप छ, त्यहाँनिर गएर चाहिँ म वेट नापेर मात्रै हिँड्छु होइन। त्यहाँ गएर वेट नापेर सबै मिलाएर हिँड्नुपर्ने हुन्छ। यो बाटोमा धेरै वेट स्टेसनहरू छ, पुल ओभर गर्छ होइन, प्रब्लम हुन्छ। त्यो भएर चाहिँ अब जब हाइवे छिर्यो, यो चाहिँ इन्टरस्टेट I-94 हो। इन्टरस्टेट I-94
अझै 509 माइल्स रहेको छ घर पुग्न 7 घन्टा देखाएर छ तर पनि लाग्छ 8.5 घन्टा कति माइलेजमा लभ रहेछ 292 भनेपछि Continue on 994. अब एक्जिट हान्यो Take the ramp ahead. यो ट्रक स्टपमा गएर वेट चाहिँ नापेर मात्रै मिलाएर मात्रै हिँड्नुपर्छ त्यही भएर म ट्रक स्टपतिर जाँदैछु तिर हेर्नु नि यसरी टो गर्छ टो गर्नेले नि पैसा चाहिँ जरो लिन्छ क्या यिनीहरूले नि त्यहाँनिर एउटा गाडी बिग्रेर बसिरहेको रहेछ होइन यहाँ छिराइन्छ वेट गरिन्छ Causeway 101. You don't need to yell. Excuse me. There's skills good people. Please people with these lots of skills. Please go for the fire. All right. भित्र गएर अब भित्र गएर उयो लिनुपर्ने हुन्छ पेपर फेरि हेर्नुपर्छ कतिको वेटहरू मिलेछ छैन त्यस पछाडि मात्रै हिँड्नुपर्छ बाहिर हावा दामी आइरहेको रहेछ यार छु जाडो भयो टुप्पी ठाडो अमेरिकाहरू चाहिँ हामीभन्दा चाहिँ ट्रिपल गुना चाहिँ ठुलो हुन्छ होइन यहाँको जेनेटिक चाहिँ खतरा हुन्छ क्या हेलो Hello. क्यारी स्केल Truck number? 101 1-1. 101 Company? M&M like R-M&M? M&M only Like the candy. there's M&M M&M. yeah it's a candy you know there's a symbol of N Salha S-A-L-A-H space S-A-L-A-H Tyler? V as in Victor 04101 Personal or? I don't have it. It's okay. Oh, the personal. Go ahead. मैले वेट चाहिँ गरेँ होइन तर वेट चाहिँ अब अझै उहाँको उनीहरूको वेटमा 40-60 पाउन्ड मात्रै ज्यादा देखाएको थियो होइन तर यहाँनिर आएर एक्चुअल वेट नाप्दा चाहिँ तपाईँको 260 ज्यादा देखायो क्या स्टिल र मसँग 3/4 तेल छ होइन अब मैले तेल पुरै बन्द गर्नुपर्ने हुन्छ होइन तपाईँको 80,000 पुऱ्याउनु लागि र त्यहाँदेखि उता फर्दर पनि मैले वेट चाहिँ अब तेल चाहिँ एकदम लिमिटेड लाएर हिँड्नुपर्ने हुन्छ होइन अरे न लाइक अब यहाँबाट फेरि ब्याक जानु पनि सकिँदैन Going to Omaha, धेरै Nebraska. टाढो छ क्या यता धेरै टाढो छ होइन अब अझै म त यहाँ त एक होल सार्ने बेला भएछ क्या
बेजमेन्ट 33 भनेपछि एकल अगाडि ल्याउँ यसमा एकल अगाडि ल्याउँछु है त गाइस अब जे पर्छ होइन 260 ज्यादा भएको छ वेट अब जे पर्छ तेलै बन्द गर्नुपर्ने हुन्छ मैले होइन यहाँ दुख्दा चाहिँ मैले तेल जति लाउँदा पनि एकदम मेजर गरेर लाउनु पर्ने हुन्छ नभए मेरो वेट ओभर जान्छ होइन ठिकै छ अब भगवान्ले बचाऊ यदि फेरि ब्याक टु जाँदैन अब तपाईँको 100 माइल्स फेरि ब्याक गएर फेरि वेट झिकेर गर्न सकिँदैन होइन अब आफूले नै वेट स्केलहरू ओपन छ कि छैन हेर्दै In 1/4 mile, हेर्नुपर्ने turn हुन्छ right on 8th Avenue Southwest. भगवान्ले बचाओस् Turn right on 8th Avenue Southwest. भोलि र पर्सि Then take the विकेन्ड डे second हो right. होइन सटरडे सन्डे हो कति प्राय वेट स्केलहरू क्लोजै हुन्छ सटरडे सन्डे होइन मलाई प्रब्लम भनेको ओक्लाहामामा हो ट्याक्सेसमा त तपाईँको वेट स्केलहरू प्राय हुँदैन र छिराउँदैन पनि अब हेरौँ यो बाटोमा अहिले मैले 2-3 ठाउँको वेट स्केल स्टेसन हेर्दा चाहिँ सबै क्लोज देखाएको छ अब त्यसलाई चाहिँ हेर्दै जानुपर्ने हुन्छ मैले होइन अब गाह्रो भइरहेछ त्यस्तो भित्र गाउँबाट लिएको लोड हो होइन त्यहाँ भित्र गाउँतिर अब तपाईँको उयो पनि हुँदैन नि त Turn फेरि right on 8th Avenue Southwest. वेटहरू Then गर्ने take the ठाउँ पनि second हुँदैन right. होइन अनि त्यो पछि हामी यता आउनुपर्ने हुन्छ यता आउँदाखेरि यस्तो ज्यादा भइदियो भने प्रब्लम हुन्छ क्या फेरि उहीँ जानु गाह्रो हुन्छ त्यत्रो माइलेज पेलेर आएको हुन्छ होइन अब 100 माइलेज झन्डै तपाईँको म कति 105 माइलेज यता आएको छु अब फेरि जाँदा 105 माइलेज फेरि आउने 105 मेरो त दिनै जान्छ अब यसलाई आफूले नै बुझेर होइन पक्राइ अब के चाहिँ गर्नु उपाय छैन अनि उहाँको वेटमा नाप्दाखेरि भनेको 60 पाउन्ड मात्रै ज्यादा देखाएको थियो मैले सोधेँ तिमीहरूको यो करेक्ट वेट गर्ने करेक्ट हुन्छ कि भन्दा हुन्छ भने क्या तर वास्तवमा प्रायः कति थियो हुँदैन नि त बुझेर हुनु पऱ्यो ल त गाइस म चाहिँ अब लागेँ भगवान्ले बचाऊ मलाई बचाऊ होइन के हुन्छ 3-4वटा वेट स्केल त क्लोजै छ त्यहाँ उता भयो भने घरसम्म पुग्यो भने त्यहाँदेखि उता भनेको तेल पनि निकै घटेको हुन्छ होइन त्यहाँबाट तेल चाहिँ अब आफूले अलिअलि गर्दै आधी ट्याङ्की पार्दै हिँड्नुपर्ने जस्तो छ बुझाइमा चाहिँ हेलो म चाहिँ अहिले साउथ डाकोटा छिरिसकेको छु रोड टिपेको चाहिँ मैले नर्थ डाकोटादेखिको यो चाहिँ साउथ डाकोटादेखि छिरिसकेको छु यहाँको बेलुकाको 5 बजिसकेको छ र बिचमा र यिनीहरूले जुन मैले इआरडी चलाएर आएको थिएँ होइन जुन आवर अफ सर्भिस आवर अफ सर्भिस त्यो जुन चलाएर आएको थियो एप्स त्यो उनीहरूले हटाएर फेरि अर्को एप्स डाउनलोड गर्नु लाग्यो होइन अनि त्यहाँ रोकेर सम्भव गरेँ अनि जस अहिलेसम्म चाहिँ भगवान्को कृपाले बाँचिरहेको छु म लगभग 3-4 वेट स्टेसन काटिसकेँ होइन सबै क्लोज भइरहेको छ क्या जुन अब यो साउथ डाकोटा चाहिँ मेनली जुनै स्टेटबाट नि साउथ डाकोटा छिर्दा चाहिँ तपाईँको प्रायः यो साउथ डाकोटा छिर्दाखेरिको वेट स्टेसनहरू चाहिँ ओपनै हुन्छ क्या प्रायः म जति छिर्दा नि प्रायः ओपनै हुन्छ तर आज क्लोज थियो क्या आज दिउँसै म साउथ डाकोटा इन्टर गर्दा नि क्लोज थियो त्यो यहाँसम्म चाहिँ अब बाँचिरहेको छु ओभरवेट लिएर हिँडिरहेको छु सायद अब त 80,000 मात्र भइसक्यो होला क्लोज किनभने फ्युल पनि धेरै बर्न भइसकेको छ होइन अनि अलमोस्ट हाफ ट्याङ्क आइसकेको छ अहिले चाहिँ 3/4 मात्रै तपाईँको 1 ग्यालन बराबर तपाईँको 8 पाउन्ड हुँदो रहेछ मैले अघि सबै हेरिसकेको होइन सबै परेपछि अहिले सबै खोज्नु पर्दो रहेछ र 1 ग्यालन टाइम्स 8 पाउन्ड हुँदो रहेछ भन्ने चाहिँ अलमोस्ट हाफ पुगिसकेको छ अब त 80,000 नै छ तर नि कता वेट ओभर हो कि भन्ने मलाई फिल भइरहेको छ होइन अझै तपाईँको 268 माइल्स छ होइन हेलो म चाहिँ अब ओमाहा आइपुगेँ आफ्नो ठाउँ र अब यहाँ हाइवेबाट चाहिँ म एक्जिट हान्दैछु हो लगभग 6
6-7 माइलेज छ घरकोमा भाइबाट एक्जिट हान्यो के हो सिसा त के पो सफा गर्ने नभन्नु अहिलेसम्म चाहिँ वेड स्टेसनहरू सबै क्लोज छ होइन अहिलेसम्म चाहिँ पक्राउ खाइएको छैन अब यहाँबाट हात्ती छ तपाईँको 1180 माइलेज त्यो चाहिँ भोलि र पर्सिभित्र भएको यात्रा गर्छु त्यस ठिकै हुन्छ होला हेरौँ फाइनल्ली आइपुग्न लागे होइन त्यहाँ चाहिँ एकदम सानो स्पेस छ क्या ट्रक छिराउनु नि यहाँनिर स्पेस एकदम सानो छ क्या वाइड टर्न हान्नुपर्छ अब वाइड टर्न हानेर त छिर्छ यहाँ आइपुग्यो यो वालमार्टको नि यो सुपर सेन्टर वालमार्टको म स्पार्क पनि गर्छु नि कोही बेला स्पार्क चाहिँ डेलिभरी हो तपाईँको ग्रोसरीहरू डेलिभरी गर्छु यो विन्टर टाइममा चाहिँ एकदम राम्रो इन्कम हुन्छ क्या विन्टर टाइममा तपाईँको $300 देखि $350 पर डेसम्म इन्कम हुन्छ एकदम बिजी हुन्छ नि त मान्छेहरू अब घरबाट निक्लिँदैन नि त अनि घरैबाट बसेर अर्डर हानिदिन्छ होइन अनि त्यो चाहिँ राम्रो कमाइ हुन्छ विन्टर टाइममा स्पार्कमा होइन त्यसको नि छ इमर्जेन्सी कोही बेला अब त्यही भएर घर बस्नु पऱ्यो भने अप्सनल साइड इन्कम छ मेरो स्टिल र मेरो वाइफको पनि छ उसको पनि तर उसले चाहिँ अहिले गर्दैन पछि गएर केही भयो इमर्जेन्सी अब कामबाट बस्नु पऱ्यो भने गर्छु भनेर उसले पनि एक्टिभ गरिरहेछ तर उसले चाहिँ एउटा ट्रिप पनि हानेको छैन मैले चाहिँ लास्ट इयर थुप्रो गरेँ लास्ट इयर भन्दा नि यही सालको अघिल्लो महिना मैले थुप्रै गरेँ र अब चाहिँ आइपुग्यो र त गाइस अब घरतिर लाग्छ आजको लागि चाहिँ होइन साबी गोजीमा लाग्यो कि लागेन कन्फर्म गर्नु पऱ्यो नि फेरि लक हुन्छ है गाडी नि अब गाडी त फेरि गरिरहेछ नि त हाय गाडी सधैँको ठाउँमा पार्क गरियो लक चाहिँ लाउनु पर्छ क्या अब आफू हिँड्दैन हो लोड छ अनि लक चाहिँ लगाइराख्नुपर्छ त्यो भएपछि ढुक्क हुन्छ यो चाहिँ यस्तो पार्किङ छ यहाँ चाहिँ होइन नो पार्किङ लड छ भने चाहिँ तर पनि चोटै यति भएपछि टेन्सन छैन ट्रक चाहिँ खडा गरियो होइन त्यति चिसो त रहेन रहेछ कता गइन् फेरि यिनी कता गइन् ए यता आइरहेको छ गाडी लिएर
अठाम यो न्यु 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 यो चाहिँ किनेको थिएँ नि त होइन हेऱ्यो गाइस यो चाहिँ किनेको थियो दामी आएछ यार एक्सपेक्ट गरे जस्तो दामी आएछ त नि लभ इट यार प्राइस अनुसारको नि त आएको नि त सिट कभरहरू स्ट्रिङ विल यो स्क्रिन लगाएको होइन स्क्रिन प्रोटेक्टर लगाएको सबै आएको छ अब सिर्फ पछाडि यो होइन पछाडि यो लाउनु मात्रै छ के अरे पारिदियो ल अब पछाडि चाहिँ अब कभर लाउनु बाँकी छ त्यो चाहिँ अब अलिकति त्यस्तो 1500 जस्तो पर्छ अब सबै बिस्तारै बिस्तारै लाउँदैछु ओके गाइस म चाहिँ अब घर जाँदैछु होइन र अब तपाईँहरूसँग भोलि फेरि भेट्ने बाचा गर्दै भोलि बिहान जिममा भेट्ने बाचा गर्दै अहिलेलाई ओके गुड नाइट सी यू टुमोरो मर्निङ एट जिम ओके बाई बाई टेक केयर गाइज हेलो गुड मर्निङ म चाहिँ उठिसकेर फ्रेस भएर अब म चाहिँ जिमतिर जाँदैछु आज अब जिम गरेर आएर सब्जीहरू यताउता गरेर मात्रै काममा निक्लिनु पर्यो भनेर चाहिँ जिमतिर लाग्ने भदै केटा पनि जान्छ अरे कि अनि उसलाई पनि पिकअप गर्नु पर्यो भनेर हिँड्दै गऱ्यो देख्छ पर्दा यदि हेर्दा पुरै ट्राई चाहिँ गर्नु भयो यसो ट्राई गर्नु मजाले खोल्यो सास लिएर यसो ट्राई गर्नुहोस् सास लिएर भ्याक्युम पोज हुन्छ यसलाई चाहिँ राम्रो हुन्छ यस्तो पनि गर्नुपर्छ उतापट्टिबाट यतापट्टिबाट दुईपट्टिबाट मलाई यता चाहिँ आउँदैन नि फेरि सेम एउटै हो यस्तो गरेर अनि यस्तो गरेर नि हुन्छ टक्कै कम्मरमा यस्तो हात लगाउँदा नि टक्कै यदि म्याच फिजिक पर्छ दामी हुन्छ हामी देख्छ त्यही पर्छ हात यस्तो अलिक हुन्छ सेम चिज अर्कोबाट भ्याउनु यस्तो यस्तो गरेर
अब 1 वर्ष पछाडि हेलो पिपल म चाहिँ वर्कआउट गरेर आइसकेँ होइन I'm so excited. नानीहरू कहाँ जाने आज साथीको घर खेल्नु हामी मुभी जान्छ ice skating. I'm Then scared to water do the so- ice then skating. Carrot ride is for free, so. Wait, Then what? हामी sleepover गर्छ. What type of animal is it? A horse or a donkey? अब चाहिँ म मेरो काममा लाने सब्जी पकाउने होइन Wait, you're going to work tomorrow? नो टुडे Oh. What? त्यो भएर अब चाहिँ मेरो My tab is सब्जी पकाउनु squishy. रेडी छु म Auntie, mommy. अनि Joy. फिस करी अनि एग्स एन्ड Fish पटेटो छ curry? I never heard of fish curry. अनि फिस करी बनाउँछु Baba, I only heard अनि something. चाहिँ काममा जान्छु ओके गाइस Baba, सी अन द वे Baba, ओके बाई छोरी Bye. राम्रोसँगले बर्थडे मनाउनु ओके म बाबा ड्रप गरेर गाडी ल्याउनु पर्यो नि Bye, bye, mommy. बाई बाई बस्नु भन्नु है ओ तेरिका यो जुत्ता फेरि मलाई फ्याल्दै मन के अरे माया लाग्यो क्या ए ल गाइस म चाहिँ अब घरबाट निक्लिएको होइन सब्जीहरू पनि पकाएँ लुगाहरू एक दुईवटा थियो लन्ड्री हाने त्यो दही त तिमीले हातै बोक ल यो पनि उयसमा अगाडि राखौँ मलाई होइन मैले हिजो देखाउनु खोजेको चाहिँ यो है गाइस स्टेप एकदम दामी आएको छ क्या सेटिस लाग्यो नि होइन अब चाहिँ यो के हो निक्लेको कुन ए यो प्रोटिन हो अघि जिममा स्याम्पलको लागि दिएको थिएँ भरेलाई नि एउटा गर भनेको बोकेको थिएँ फेरि यो भयो क्या यो के हो यो विनर कुन त्यो प्रोटिन त हो नि त्यो क्यान्डी चाहिँ देऊ नानीलाई त्यो हो त्यो प्लास्टिकको चाहिँ हो त्यो चाहिँ 2जनालाई भाँडा खानु भन्नु होइन म निक्लेको म चाहिँ अब यो एउटा सामानै बिर्सेछु अनि फेरि घरमा बसेर अब चाहिँ निक्लेको मेरो यहाँ चस्मा थियो नि यहाँनिर यहाँ माथि राखिदिएको छु आहा कस्तो त मिस गरेँ चस्मालाई गरासो ए लाग्दो रहेछ होइन घर अगाडिको यो चाहिँ मेरो यो घर हाम्रो? अगाडिको वेदर के अरे मेरो घर अगाडिको दृश्यहरू घरहरू यो चाहिँ सानो सानो घर छ होइन घर अगाडिको दृश्यहरू हो घर अगाडिको मेरो छिमेकीहरू छिमेकी खैरे नानीहरू अब चाहिँ यहाँबाट तपाईँको 1180 माइलेज छ होइन आज म 550 माइल जस्तो कभर गरेँ भने स्कुलमा गेम रहेछ क्या आज 550 माइलेज कभर गऱ्यो भने रन छ 630 माइलेज त्यो पछि भोलि म आरामले कभर गरिहाल्छु होइन त्यो भएकोले गर्दा स्कुलमा चाहिँ गेम रहेछ नानीहरूको त्यो भएर गर्दा छुट्टी गेम सक्यो होला मिडल स्कुल यो चाहिँ मिडल स्कुल हो एलिमेन्ट्री स्कुल एलिमेन्ट्री त्यहाँ छ मिडल स्कुल यहाँ छ हाई स्कुल हाई स्कुल यो पल्लो छ एकदम क्या मेरो नेबरमै छ सबै थोक नानीहरूको लागि फेरि क्या तपाईँको हाई स्कुल चाहिँ उयो यो हाई स्कुल तपाईँको परेको ग्रे देख्नु भएको छ ग्रे कस्तो ब्राउन हो त्यो बिल्डिङ चाहिँ हाई स्कुल हो होइन ल साथी म ट्रकमा जान्छु होइन ट्रकमा गएर मेरो सामानहरू थन्काउँछु त्यहाँ चाहिँ प्रिटिप हानेर त्यहाँ म पनि बाटो तताउँछु तपाईँहरूसँग म अहिले बाटोमा जोडिन्छु भन्दै यतिमा राख्न चाहन्छु सियु अन द वे गाइस सियु लेटर बाई चाबी ल्याउनु भयो न गाडीमा त सामान पुरा छ त अनि उताटी छैन सामान ए
दही वालेट ल्याउनु भयो वेदर चाहिँ दामी छ है वेदर चाहिँ फ्री टिप फ्री टिप सुरु भयो कन्टेनरको लक गरिदियो कि कन्टेनरको दैलो खोल्दियो हो नि त मेरो गाडीमा त्यो पहिलेको ट्रकमा थियो कि अनि लिएर आएको चोरेको चाहिँ होइन लिएर आएको ए एमेजन के हावा त चलिरहेछ आज नि दिनैभरि हावा होला झर्छ है झर्दैन के भयो Pre-tip done. प्रिटिपी सक्यो अब चाहिँ म बाटो लागेको बुढीलाई पनि बिदा गरेँ ल तेल लाएर चाहिँ निक्लिनु पर्यो किनभने वेट स्टेसन नै 373 माइल्समा मात्रै रहेछ त्यो भएपछि एक स्टिक मात्रै रहेको छ फेरि त्यहाँभन्दा अगाडि तपाईँको पाइलट कति माइलेजमा रहेछ हेर्नु पाइलट पनि 375 माइल्सभन्दा अगाडि छैन पाइलट किनभने पाइलटमा मात्रै लगाउनु पाउँछ त्यो भएकोले गर्दा त्यो लडी वेट स्केल नि छैन वेट स्टेसन नि छैन भनेपछि अलिकति मजाले नै लाएर हिँडिन्छ त्यहाँसम्म निकै घट्छ होइन मजाले नै लाएर हिँड्नु पऱ्यो अब बाटोमा गएर तेल लाएर मात्रै हिँड्नु चाहिँ अब के छ
तेल लाउनु पसेको छु होइन साथी हो तेल लाग्दैछ त्यही घरकै छेउमा थियो ट्रक स्टप होइन त्योहरू चाहिँ उयोहरू तेल पनि लाग्यो 75 ग्यालन मात्र लगाएँ मैले आज किनभने तेल अझ कम गर्दै हिँड्नुपर्ने हुन्छ हो रेस्टुरेन्ट जानुपर्ने छ प्रोटिन सेक पऱ्यो प्रोटिन एउटा किन्छु कमला यो खाएर साह्रै मिठो लागेको भन नि एउटा दिन्छ तिनवटा लिन्छु कति पर्छ Hello. Yeah, How are you? good. This is? Yep. अब चाहिँ स्ट्रेट हानिन्छ स्ट्रेट हानिन्छ Turn left at the traffic light, then take the first left. हेलो यो चाहिँ बेलुकाको भ्यू हो दामी भ्यू चाहिँ दामी आइरहेछ गाइस हैन के अरे नाम सबै सनसेट हुनु आँटेछ यता साइडमा हैन वाउ सो हेर्नुहोस् एकदम दामी टाइपको यार सनसेट हुनु आँट्यो त्यो दामी भ्यू चाहिँ हेर्नुलाई चाहिँ नि हतपत चाहिँ आउँदैन क्या यस्तो खालको भ्यूहरू चाहिँ नि अनि समटाइम त्यही पनि विन्टर टाइममा होइन तपाईँले यो क्यामेरामा त चराहरू चाहिँ देख्नुहुन्न होला सायद अलिकति छेउबाट देख्नु चाहिँ दामी नि हो दामी भ्यू देखिरहेछ होइन अहिले चाहिँ अब हातैले यसरी पक्रेर भिडियो गरिरहेको छु होइन मसँग स्ट्यान्डी छ त्यसलाई फिट गरेको छुइनँ क्या त्यो फिट गरेपछि चाहिँ यतिको मेहनत चाहिँ गर्नु पर्दैन जोस् चाहिँ लागिरहेछ होइन अहिले चाहिँ अब यसरी नै दुःख गरिरहेको छु त्यसलाई अलिकति यहाँनिर सेटअप गर्नु बाँकी छ होइन पहिले अलिकति मजाले टाइम पाउँछ मजाले टाइम पाएकोलाई चाहिँ म मजाले त्यसलाई सेटअप गर्नुपर्ने छु म चाहिँ अब एकछिन ट्रक स्टपमा रोकेको होइन मेरो अब एक दुईवटा खानेकुराहरू खाएर चाहिँ हिँड्नु पर्यो भनेर सोचेको एक दुईवटा भन्दा पनि प्रोटिन सेक खाएर हिँड्नु पर्यो किनभने मैले के खानादेखि बाहेक केही खाएको छुइनँ अघि एउटा प्रोटिन खाना खाएँ दिउँसो त्यहाँदेखि खाना खाइसकेर उयो बार खाएँ प्रोटिन बार कहाँ हरेन लाउँछ यार अब चाहिँ म टक्कै
प्रोटिन खाएर हिँड्छु गाइस हैन टाइट प्लेस रहेछ यार यो पनि सकिन आँटेछ अब धेर छैन यसमा पानी त लाउनु पर्यो नि यार फेरि अराउन्ड 130 to 140 चाहिँ खाऊ भन्दै थियो मेरो मिठो छुट्टी यो चाहिँ तपाईँको क्यान्चेसको ट्रक स्टप यसले सर्भिस प्लाजाहरू सबै यो के अरे लप्सले लिएको छ क्या यो लप्स ट्रक स्टपले होइन त्यो भएकोले गर्दा चाहिँ सबै लिइरहेको छ के चाहिँ सबै खानेकुरा यो चाहिँ सबै फास्टफुडहरू हो होइन के रहेछ यहाँ खानेकुराहरू चाहिँ रहेछ अब लाग्नुपर्छ बाटो होइन धेर बसेन आफूलाई ढिलो हुन्छ Ay. त्यसपछि मुख जसरी ड्राई भइहाल्छ नि लोसन लगाइहाल्नुपर्छ त्यो भएकोले गर्दा चाहिँ ब्यागमा राख्थेँ लोसनसँग त अनि कोही बेला झिक्नै जानु गाह्रो लाग्थ्यो क्या अनि त्यही भएर चाहिँ गाडी यता छेउमै राख्न थालेको नि लोसन चाहिँ पिप 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 भ्रुम अब चाहिँ त अब बिहान मात्रै जाडो हुन्छ अब दियादी उता चाहिँ होइन बिहान र बेलुका मात्रै जाडो हुन्छ दिउँसो चाहिँ गर्मी नै हुन्छ अब चाहिँ त्यो भएकोले गर्दा चाहिँ त्यसको लागि पनि मैले पातला यो ज्याकेट बोकिरहेको थिएँ अप्सन होइन इनकेस ट्याक्सिस पठायो भने बिहान र बेलुका त जाडो हुन्छ ट्याक्सिसमा यतिखेर दिउँसो मात्रै जाडो नहुने गर्मी हुने त्यो भएकोले इनकेस केही जाडो ट्याक्सिस पठाइगयो भने चाहिँ यो ज्याकेटको काम लाग्छ भनेर मैले जस्ट ब्यागभित्र राखिरहेको थिएँ धन्दा काम आयो होइन अब त 4-5वटा छ नि अब ज्याकेट पनि 4-5वटा बोकेको छु क्या कति 4 1 2 3 4 5 6 7वटा ज्याकेट छ मेरो एउटा विन्ड प्रुफ होइन वाटर प्रुफ ज्याकेट छ त्यो इनकेस अब एकदम त्यस्तै ठाउँमा लगायो त्यो लाउने नभए नर्मल छ हेरी चाहिँ वेदर अनुसारको ज्याकेट बोकेको छु मैले भरै छैन अत्र ज्याकेट बोक्यो नि कोहीलाई त पठाइदिएर बिहान खेर जाडो हुन्छ त्यो लाग्यो भने गर्मी हुन्छ त्यो गाह्रो हुन्छ होइन अनि अब एकदम ठाउँ अब चिसो प्लेसमा पठाइदियो भने यो लाउने कुरा भएन त्यही भएर चाहिँ कस्तो ठाउँमा कस्तो ज्याकेट लाउने 7वटा ज्याकेट बोक्यो घरमा एउटा ज्याकेट राखेर सबै बोकेर हिँड्दैन घरमा हतपत बसिँदैन होइन 2-3 दिनको लागि त्यो एउटा ज्याकेटले थामिहाल्छ अनि यता भनेको यो सबै ज्याकेट कुन ठाउँमा वेदर अनुसारको ज्याकेट लाउनु पर्ने गर्दा चाहिँ अब चाहिँ नन स्टप हिँडिन्छ एसी नै लगाइरहेको छु नि यसलाई निभाइदियो एकछिन हेलो गाइज गुड मर्निङ अगेन म चाहिँ अहिले ओक्लाहामा आइपुगेको छु म चाहिँ अहिले भर्खर उठेर हिँडेको
अब अलिक केही माइलेज कुदेर अराउन्ड 40-45 माइल्स कुदेर चाहिँ म ट्रक स्टप निस्केर फेरि फ्युलिङ गरेर मात्रै हिँड्छु। यहाँनिर ओइडी स्टेसन छ होइन, अब हेरेर यो रातो बल्दा चाहिँ क्लोज हो खासै। क्लोज गाइस क्लोज, यो ओइडी स्टेसन क्लोज रहेछ। अब बात चाहिँ यहाँबाट अब अर्को ओइडी स्टेसन कति माइल्समा छ एकछिन हेरौँ है। अलमोस्ट यसरी ग्रिन लाइट बल्छ नि। यो चाहिँ ओइडी स्टेसनको चाहिँ यो प्रिपास हो। यदि तपाईँको ओपन छ र छिराउनु पऱ्यो भने चाहिँ यो लाइट चाहिँ होइन रेड बल्छ, क्लोज छ भने चाहिँ ग्रिन बल्छ। यदि ओपन छ र पनि छिराउनु छैन, बाइपास दिनु छ भने ग्रिन बल्यो भने जाँदा हुन्छ। यो वेट स्टेसन चाहिँ क्लोज रहेछ। साइड फिल्म आँटेछु होइन, 90364। ओके गाइस, अब चाहिँ म फ्युल लाउनु थालेँ। पनि मैले अब टक्कै 75 ग्यालन मात्रै लाउनु पर्ने हुन्छ होइन। एकदम मेजर गरेर लाग्यो मात्र हो, फेरि नभए चाहिँ गाह्रो छ। मेजर गर्ने हो, तेल लाउने हो। के भने 68 भयो भने तपाईँ 70 भयो। 75 पुगेपछि चाहिँ टक्का यसलाई पुऱ्याउनु पर्छ क्या। फेरि 80सम्म पाएर के टक्का यसलाई डाउन गरिदियो भने बास। ल बास भइहाल्छ। ब्याग चाहिँ म फुलै लाउँछु। चिसो हो त। यतापट्टिको यो गर्दा गर्दै तेल सेल लाग्यो। अब चाहिँ मुख अब फ्रेस हुनु गइन्छ। फ्रेस भएर मात्रै हिँड्ने हो। क्या मिठो बास्ना आयो ब्रेकफास्टको।
चाहिँ हामीले रेगुलर लाउने फ्युल लाउने ठाउँ हो होइन। तपाईँहरूलाई यो चाहिँ नि ज्याक्लिन भन्ने यो चाहिँ तपाईँको मासु हो क्या, यो चाहिँ ड्राई मासु होइन। यो चाहिँ बिफको रहेछ, प्रायः यो बिफकै हुन्छ। यो सबै यो ड्राई मासुहरू हो। यो चाहिँ यत्तिकै खाने, यो चाहिँ यत्तिकै खाएर हुन्छ। यो भेराइटीको हुन्छ। यो चाहिँ स्टिकबाट पनि पाउँछ क्या, कता राखेको छु यिनीहरू स्टिकबाट पनि पाउँछ। भयो होइन। अब टक्कै खाना बसाइन्छ, खाना बसाएर हिँडिन्छ। ट्रान्सफर पनि बिर्सिन्छ। आज के पकाउनु पर्यो भनेको भातसँग चाहिँ आज यो खाइन्छ, भातसँग मिसाएर। ठुल्ठुलो पिस छ यो मासु, यसलाई चाहिँ नि काटेर छोटो छोटो ला बनाएर लाउनुपर्छ। पनिर मिसाउँछ, पनिर किनभने पनिरै गाई यो चाहिँ। ल आज पनिर खाइन्छ, पाइन्छ। मिक्स हालिन्छ, ब्ल्याक पेपर, हल्का सोया सस। अब यसलाई त गाइस मेरो अब भात चाहिँ बसाएँ मैले, त्यसरी नलाई त कहाँ बस्नु। गाइस यहाँबाट चाहिँ अब हेर्नु न, अल्टरनेट राउट गर्दा पनि दुईवटा छुट्टै छुट्टै माइलेज देखाएर चाहिँ होइन। म चाहिँ अब राउटलाई एडिट गरेर अलिकति सर्टकट जाने प्रयास गर्छु, किनभने यो बाटो जान्छ क्या। यो बाटो चाहिँ नि यो देख्नु भएको छ नि, यो ओरेन्ज कलर, यो बाटो पनि जान्छ ट्रक होइन। -32 माइलेज देखायो क्या, 680 मात्रै देखायो, 618 मात्रै देखायो होइन। यो बाटो जाने हो नि त। म बिन्दास सुतिरहेको छ यार हाम्रो ड्राइभरहरू। एक्जिट पनि यतै त होला नि। अब मामाले पक्रेछ है यहाँनिर, के भएर पक्रे नि बिचराको आज दिन खराब भयो रहेछ। दुधोडाले पो पक्रेछ त डट च्यालेन्जरलाई। के भयो यसको दिन आज, बिहान यसको दिन आज गएछ यार। अब आज काममा हिँड्ने त्यसलाई बिचरा हो, काम पनि लेट, आजको कमाइ टिकटमै जान्छ होला। आज अब के गरेको छ भन्दै गएछ। यस्तो भएपछि चाहिँ नि यहाँ पुलिसले पक्रे परेर टिकट दियो भने चाहिँ नि तपाईँको धेरै गाह्रो हुन्छ क्या। 3 वर्ष कुनै इन्सुरेन्सले 3 वर्षदेखि लिएर 5 वर्षसम्म तपाईँको होइन रेकर्डहरू राख्छ। अनि तपाईँको इन्सुरेन्स बढ्छ। अब तपाईँले $100 मन्थली तिरिरहेको छ, $120, $110 तपाईँको 3 वर्षसम्म 5 वर्षसम्म बस्छ होइन। कहीँनिर केही गर्नु पऱ्यो भने पनि रेकर्डहरू हेर्छ होइन। अनि रेकर्ड हेरेपछि कुरो के अरे तपाईँको त्यो टिकट खाएको कहिले कति तारिक कहाँनिर टिकट पाएको सबै आउँछ क्या सिस्टममा। तपाईँले जतिवटा ठाउँ इन्सुरेन्स चेन्ज गरे सबैले देख्छ क्या, तैँले चाहिँ टिकट थाहा रहेछस् के को स्पिडिङको हो कि होइन, न अरू कुनै भायोलेसनको क्राइमको के हो त्यस्तो हुन्छ क्या। त्यो भएर 3 वर्षदेखि 5 वर्ष तपाईँलाई गाह्रो हुन्छ क्या। जहीँ पनि अब इन्सुरेन्सहरू बढिरहेको हुन्छ होइन। मैले पनि पहिले थापेको छु 1-2वटा होइन, तर अब सुरुमै अमेरिकाको सुरुमै। तर अहिले मेरो केही रेकर्ड नै छैन। आज हाम्रो त तपाईँको हामी त ट्रक ड्राइभरहरू होइन। इभन हामीले सानो गाडीमा टिकट खायो भने नि हामीले कमर्सियल टिकट खान्छौँ क्या। हामीलाई कमर्सियल टिकट दिन्छ यिनीहरूले, किनभने हामीहरूको लाइसेन्समा चाहिँ तपाईँको कमर्सियल लाइसेन्स हो नि त हाम्रो चाहिँ। त्यो भएकोले गर्दा हामीलाई चाहिँ कमर्सियल टिकटै दिन्छ। त्यसपछि हाम्रो ट्रकिङमा पनि इफेक्ट गर्छ क्या पछि गएर। अब हामी कुनै कम्पनीमा जोइन गर्नु पऱ्यो भने
हाम्रो तपाईँको क्लियरेन्स हाउस भन्ने हाम्रो एउटा उनीहरूको वेबसाइट हुन्छ एउटा होइन हाम्रो त्यहाँ गएर हामीले हाम्रो क्लियरेन्स हाउस हाम्रो रेकर्डहरू उनीहरूले पुल ओभर गर्छ क्या सिस्टममा हाम्रो इन्फर्मेसन लगाएपछि अटोमेटिक भाइलेसन आइहाल्छ क्या यदि हामीसँग टिकटहरू छ भने होइन अब मेजर हो कि होइन माइनर हो सबै आउँछ अनि कम्पनीले पनि हाम्रो आइडी चेक गरेपछि होइन आइहाल्छ क्या के भएर टिकट खानु भन्ने सबै थाहा भइहाल्छ त्यो भएर हामीले चाहिँ बेटर होइन ट्रक ड्राइभरहरूले चाहिँ भरसक सानो गाडी पनि एउटा स्पिड लिमिटमै कुदाउँ होइन केही भाइलेसनहरू नगरौँ टिकटहरू नथापौँ पछि गएर आफूलाई असर गर्ने हो भन्ने चाहिँ भन्न चाहन्छु होइन म चाहिँ किनभने साह्रै हामी ट्रक ड्राइभरलाई रिक्स छ त्यो भएको गर्दा बिचरा अहिले एउटाले अब बिहानमै अब पुल ओभर खायो त्यसको आज दिनै बिग्रियो क्या त्यो भएको गर्दा गाइस सेफ ड्राइभ है त्यही भन्न चाहन्छु म चाहिँ अरू त के भन्नु आज बिहान भएको छैन आजकल चाहिँ तपाईँको 8 बजी पनि यार तपाईँको उज्यालो हुँदैन यार बिहानको 8 बजी पनि उज्यालो हुँदैन क्या गाह्रो छ क्या त्यो भएकोले गर्दा चाहिँ विन्टरमा एकदम छिटो 5:09 बजी नै रात पर्छ 8 बजी बिगर उज्यालो हुँदैन हो रात लामो दिन छोटो फेरि समर टाइममा चाहिँ 9 बजी पनि तपाईँको रात पर्दैन क्या बिहानको तपाईँको 4:30मै उज्यालो भइदिरहेको हुन्छ गाह्रो छ गाइस प्रब्लम भयो यार गाइस यहाँनिर युटर्न पो हान भन्दैछ क्या एक्सिडेन्ट भयो अरे क्या एक्सिडेन्ट भयो रोडै क्लोज भयो युटर्न हान भन्दैछ अब युटर्न हान भन्दैछ कहाँ एक्सिडेन्ट भएछ क्या अब रोडै क्लोज एक्सिडेन्ट भयो रोडै क्लोज भइदिरहेको क्या एक्सिडेन्ट भएर नि के भन्दा युटर्न जाँदैछ कहाँबाट हो परबाट रहेछ अर्को राउट के गर्नु छैन उपाय अहिले त फोनको जिपिएसमा त गुगल म्यापमा त रोड क्लोज देखाइरहेको थियो क्या अर्को बाटो लाग्नु खोजिरहेको थियो मैले त सोचेँ यत्रो हाइवेमा होइन अब होला नि त अब रोड बनाउँदै होला र एउटा एकपट्टि क्लोज गरेर अर्कोपट्टि निकाल्ने होला भन्दै नि हो र आएको त छैन रोडमै क्लोज गरेर हिँड्न नआयो ठिकै छ टाइम त इनफ छ त्यही पनि अब यसरी यस्तो हुँदा चाहिँ अलिकति भन्ने हुन्छ क्या गाइस केही छैन गइन्छ फेरि अर्को बाटो अप्नाएको अब मेरो चाहिँ बाहिरको वर्कआउट सेटअप यस्तै हुन्छ डम्बल छ होइन बाबु रड वेट छ अनि बेन्च छ आज चाहिँ मैले बाइसेप र ब्याकको गरेको होइन र तपाईँले देखिरहनु भएको चराहरू त्यो चराहरू एक्सेसमा हुन्छ होइन एकदम प्रिजर्भ हुन्छ क्या यिनीहरूको चाहिँ गरी महिनामा यत्रै मर्छ क्या यो चराहरू गरी महिनामा बहुत धेरै मर्छ यो चाहिँ मेरो सेटअप हो फेरि काट्नु गाइस यो चराले चाहिँ आज मेरो हातै हगिदियो नि हेर यो चराहरूले चाहिँ हातैमै बसाउँदै आयो हेलो गाइज गुड मर्निङ यो चाहिँ मेरो फाइनल डे हो यो लोड ड्रप गर्ने दिन
मेरो एपोइन्टमेन्ट चाहिँ 8 बजीको थियो र म चाहिँ अब अलिक हेर्दा ठुलो कम्पनी जस्तो लागेर चाहिँ अगाडि नआउन भन्ने भएर चाहिँ अहिले अगाडि आएर 7 बजी आइपुगेको थिएँ तर गेट क्लोज थियो क्या यहाँ पर गेट क्लोज थियो तपाईँलाई म देखाउँछु पनि यता तपाईँले देखिरहनु भएको छ पर त्यो सेतो घर त्यो चाहिँ तपाईँको अगाडिको रोड पर्छ होइन त्यसको अगाडि त्यहाँ चाहिँ गेट छ यो कम्पनीको त्यो गेट चाहिँ क्लोज रहेछ तपाईँको अनि 7 बजी आइपुग्यो अनि 8 बजीको एपोइन्टमेन्ट थियो 8 बजी मात्रै खोल्दो रहेछ गेट अनि ठिकै छ भनेर म रोडटैमा बसिदिएँ क्या रोडटैमा बसिदिएँ लगभग आधी घन्टै बसिसकेको थिएँ रोडमा पछाडिबाट पुलिस आयो पुलिसले साइरन बजाएको अनि आएर भन्यो तँ यहाँबाट निक्ली तैँले गर्दा एक्सिडेन्ट हुनसक्छ भनेर मैले ढाँटेँ होइन सर के अरे गेट ओपन गर्न आउँदैछ भनेको हुँदैन एक राउन्ड घुमेर आइज भने त्यहाँबाट गएकै परनिर गएर चाहिँ निकै लामो बाटो कुदेपछि चाहिँ अलिक सानो चेपचाप रहेछ अब जता पायो त्यो छेर पनि टेन्सन गएकै गएर परबाट चाहिँ लेफ्ट टर्न हानेर फेरि एक राउन्ड घुमेर आएको फेरि गेट क्लोजै रहेछ फेरि झन् टेन्सन भयो अनि त्यो एउटा म केटा गाडीमा बसिरहेको थिएँ र बा यो कम्पनीमा काम गर्छु कि भनेर सुइँ गएर त्यसलाई सोधेको होइन म त रेस्टुरेन्टमा काम गर्छु म यहाँको होइन भने गाडी लाइन लाग्नु थाल्यो फेरि पुलिस आयो भने चाहिँ अब चाहिँ टिकट दिन्छ भनेर टेन्सन भएर कुद्दै आएको धन्न खोल्यो धन्न 8 बज्नु कति 5 मिनट जस्तो भएको थियो धन्नै यहाँको मान्छेले आएर खोलेर चाहिँ भित्र छिरेँ होइन अब चाहिँ म लोड सबै थोक गरिसकेर डोरमा पनि लगाइसकेको छु अब यहाँ लोड झारेपछि मेरो अर्को लोड चाहिँ छ यहीँबाटै 2-3 माइल्स 5-6 मिनटको बाटोबाट अर्को लोड छ फेरि जाने घरतिरको लिङ्कन नेब्रास्काको म चाहिँ ओमा नेब्रास्का बस्छु लिङ्कन नेब्रास्कामा छ लोड जानुपर्ने मेरोबाट ल 1 घन्टाको वरपर हो अनि डिस्प्याचले चाहिँ भन्दै थियो अब यो क्रिसमस छ नि त बिहिबार क्रिसमस हो फेरि लगतै अर्को हप्ता न्यु इयर हो अनि भन्दै थियो के गर्ने न्यु इयर क्रिसमसमा घर जाने नजाने भन्दै थियो मैले भने म जाँदिनँ किनभने अस्ति भर्खर निक्लियो घरबाटै हप्ता दिन हुँदैछ हिजो नि घर गएको म जाँदिनँ मलाई रोडमै कुदा म जाँदिनँ तर ट्रक स्टपमा चाहिँ नराख भनेको ल भन्दै थियो फेरि लिङ्कनको घरछेउको लोड भेट आएछ अनि भन्दै थियो अब त्यो लोड झारेर त्यसलाई त्यही दिन लोड टिप्ने दिन्छु त्यहाँबाट सोमबार झार्ने दिन्छु 1-2 दिन घर बस भन्दै थियो म बस्दिनँ मलाई लोड खोजिदिए भन्नु चाहिँ भनेको छु अब हेरौँ के हुन्छ गाइस होइन ल अहिले गाइस अब यो लोड पनि अब झरिसक्छ मेरो फाइनल 3 डेजको ट्राभलमा होइन फाइनली म लोड झार्न आइपुगेको छु यहाँबाट चाहिँ अब तपाईँको 10 मिनट जस्तो ड्राइभ गरेर नि मेक्सिको अर्को कन्ट्री छिर्छु म होइन बोर्डर अफ मेक्सिकोमा आएको छु लोड झार्नु ट्याक्सेसमा यो चाहिँ म्याकलेन ट्याक्सेस हो यहाँबाट 10 मिनट जस्तो ड्राइभ गऱ्यो भने तपाईँ अर्को कन्ट्री छिर्नुहुन्छ है त ल है गाइस अब चाहिँ मेरो लोड पनि कम्प्लिट हुन आँटेछ होइन अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो सो प्लिज subscribe my channel and like, share, and don't forget to click the bell icon for more videos and thank you so much for your support guys. See you on next video guys, see you next vlog. Thank you, bye bye.